नेपाली व्यवसायी सङ्घ बेल्जियमको 8औं अधिवेशन सम्पन्न, काशीदनै अध्यक्षमा सर्वसम्मत निर्वाचित। बेल्जियममा क्रियाशील नेपाली व्यवसायीहरूको साझा संस्था नेपाली व्यवसायी सङ्घ बेल्जियमको 8औं अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। नयाँ नेतृत्व अनुसार सङ्घको अध्यक्षमा श्री काशीदनै सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ भने महासचिवमा श्री भुवन सुवेदी चयन हुनुभएको छ। यसैगरी सचिव पदमा श्री दिपेश सुवेदी निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्ष पदमा श्री रमेश दाहाल, श्री राजेन्द्र कार्की तथा श्री बाबुराम सरवा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। नवनिर्वाचित नेतृत्वलाई अधिवेशनमा उपस्थित सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। नयाँ कार्यसमितिले बेल्जियम स्थित नेपाली व्यवसायीहरूको हक हित संरक्षण, व्यावसायिक एकता, उद्यमशीलता प्रवर्धन तथा समुदायको समृद्धिका लागि सक्रियतापूर्वक काम गर्ने अपेक्षा गरिएको छ। अध्यक्षमा निर्वाचित श्री काशी दनैले सङ्घलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै व्यवसायीहरूबीच सहकार्य नेटवर्क विस्तार तथा नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने योजना अघि सारिएको जनाइएको छ। 8औं अधिवेशनले नेपाली व्यवसायी सङ्घ बेल्जियमलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ नेतृत्व प्रदान गरेको सहभागीहरूले बताएका छन्।